गौतम बुद्धको शरणमा पढ्ने नेपाली दाजुभाइ दिदीबहिनीहरू सबैलाई नमस्कार भन्न चाहन्छु। अनि आज गौतम बुद्धको प्रवचनको बारेमा म तपाईहरुलाई बुद्धिस्ट भन्ने कसरी बन्नुपर्छ, बुद्धिस्ट भन्ने के हो, बुद्धिस्ट बन्नको लागि के को जरुरी छ, के को महत्त्वपूर्ण छ, त्यसको बारेमा एक दुई शब्द भन्न चाहन्छु। तपाईहरुलाई केही न केही फाइदा हुन्छ भन्ने आशा लिएर यहाँ आएको छु। पहिलोमा हामीले बुद्धिस्ट भन्ने चाहिँ के हो भने एउटा बुद्ध भन्ने चाहिँ एउटा मनको संकल्प, मनले स्वच्छ राख्ने, मनले शान्ति ल्याउने, त्यसलाई हामीले बुद्ध ज्ञान बुद्धको ज्ञान प्राप्त गर भनेर हामीले भनिरहन्छ। त्यसकारणले बुद्धिस्ट भन्ने चाहिँ त्यसो ज्ञान प्राप्त गर्नुको लागि के गर्नुपर्छ भन्ने चाहिँ हामीले बुद्धिस्ट बन्नुपर्छ भन्ने एउटा सोचाइ भयो भने हाम्रो बुद्धिस्टको तर्फबाट हो भने एउटा भनाइ छ। त्यसकारणले यदि हामी बुद्धको चेला, बुद्धले दिएको उपदेश, बुद्धले दिएको प्रवचनमा हामीले यदि राम्रोसँग सिक्ने हो भने पहिले बुद्ध भन्ने चाहिँ को हो भने हामीले चिन्नुपर्छ। दोस्रोमा उहाँले दिएको टिचिङ चाहिँ के हो भन्ने, धर्म भन्ने चाहिँ हामीले सिक्नुपर्छ। त्यसैगरी धर्म सिकेर हामीलाई के हुन्छ, धर्म सिक्ने मान्छेलाई हामीले के भन्छ भन्ने कुरा चाहिँ हामीले सङ्घ भन्छ हैन। त्यसकारणले हामीले यदि बुद्धिस्ट राम्रोसँग भन्ने हो भने बुद्ध, धर्म, सङ्घ तीन शरण भन्छ हैन। बुद्धम शरणम गच्छामि, धर्मम शरणम गच्छामि, सङ्घम शरणम गच्छामि। उतिनेर हामीले पाठ पूजा गर्छ नि, त्यही जस्तो हामीले पनि बुद्धको शरणमा पर्ने, धर्मको शरणमा पर्ने, सङ्घको शरणमा पर्ने। हामीले टिबेटनबाट कुञ्चोकसुम भन्छ हैन, कुञ्चोकसुम भन्छ। संसारमा धेरै थरीका रिलिजियसहरू छ हैन, धार्मिकहरू छ। त्यस मध्येमा तीन शरण को विश्वास गर्ने चाहिँ बुद्धिस्ट मात्रै छ। अर्को कोले पनि थ्री जुल्स भने कोले पनि विश्वास गर्दैन। जम्मैले एउटै गड भन्छ, एउटै देवता हो भन्छ। देवता एउटा मात्रै छ, तीनटा छैन भन्छ। तर बुद्धिस्टले एउटा होइन, तीनटा चाहिन्छ भन्ने कुरा चाहिँ यसमा हाम्रो एकदमै महत्त्वपूर्ण हो। सोच्यो भने एकदमै इन्ट्रेस्टिङ छ। त्यसकारणले किन हामीलाई तीनटा चाहिन्छ भने एउटा उदाहरणको लागि यदि हामी बिमारी भयो भने हामी कहाँ जान्छ, डाक्टर बाटोमा जान्छ हैन। डाक्टरले देखाउँछ, डाक्टरले देखाइसकेपछि डाक्टरले के भन्छ, ओ तपाईँ बिमारी यस्तो रहेछ, यसको लागि यो दबाई खानुपर्छ, दबाई खाँदाखेरि बिहान यति खानुपर्छ, दिउँसो यति खानुपर्छ, बेलुका यति खानुपर्छ। त्यो पनि बिहानको खाजा नखाँदै यति खानु, अनि दिउँसो चाहिँ भात खाएर खानु, बेलुका चाहिँ अनि भात नखाँदै खानु भन्छ, या भात खाएर खानु भन्छ। त्यस कारणले जुन डक्टरले दिएको सुझाव भन्यो भने डक्टरले दिएको सल्लाह अनुसार हामीले दबाई खानुपर्ने हुन्छ। थाहा भन्नुभयो हैन। त्यही जस्तो यदि हामी डक्टर बाटोमा गएर डक्टरले सल्लाह दिन्छ, सुझाव दिन्छ, अनि डक्टरले दिएको दबाई लिन्छ। कहिले हामी हस्पिटलमै पर्दा सुतेर बस्नु पर्दा पनि डक्टर जहिले पनि आउँदैन, अनि हामीलाई साथी गर्ने नर्सहरू हुन्छ हैन। त्यही जस्तो एउटा बिमारी, जिउको बिमारीलाई हामीले असुविधाको जीवनलाई सुविधा बनाउनको लागि हामीले डक्टर चाहिँदो रहेछ। डक्टरले दिएको सुझाव सुन्नुपर्ने रहेछ, डक्टरले दिएको सल्लाह सुन्नुपर्ने रहेछ, डक्टरले दिएको जुन दबाई
बिहान दिउँसो बेलुका कि दिउँसो र बेलुका यसो गरी खानुपर्छ भनेर सल्लाह लिएको हामीले त्यो पालन गर्नुपर्ने रहेछ होइन त्यही जस्तो त्यही अनुसार अनि नर्सहरूले पनि बिहान यो के भन्छ रगतहरू जाँच गर्न आउँछ ज्वरो कस्तो रहेछ अनि ब्लड प्रेसर कति हाई रहेछ जम्मै चेक गर्न आउँछ नि त्यही जस्तो एउटा जीवनको एउटा सुविधा बनाउनलाई तिनजना चाहिन्छ भने त्यही जस्तो हाम्रो मनको दुःखलाई हटाउनलाई पनि तीन चरणमा पढ्नुपर्ने हुन्छ त्यस कारणले हाम्रो बुद्धिस्टमा तीनटा कुन्छोक्सुम भने 3 जुल्स 3 रेफ्युज भन्छ 3 जुल्स चाहिने चाहिँ कारण त्यस्तो हो त्यस कारणले हामीले जहिले पनि जे गर्दा हामीले पाठ पूजा गर्दा वा पानी चढाउँदा वा धूप चढाउँदा फलफुल चढाउँदा फुल चढाउँदा एउटा मानि मात्रै नगरे पनि हामीले त्यसको पहिले एउटा मनमा एउटा भावना म किन यो मानी गर्दैछ गरेर मलाई के फाइदा हुन्छ यो गरेर के फाइदा हुन्छ भन्ने चाहिँ हामीले के विश्वास छ होइन त्यसले हामीलाई आत्मालाई हाम्रो मनलाई कतिको शान्ति दिन्छ भन्ने कुरा हामीले पहिले सोचेर अनि पछि त्यसको पछाडि अनि हामीले म एउटा मनको शान्ति र सुख लिनेको एउटा मान्छेको जीवनमा आइरहेको छु त्यस कारणले मनको शान्ति र सुख दिनेको एउटा दबाई एकदमै महत्त्वपूर्ण दबाई चाहिँ अहिले संसारभरि फैलिरहेको हाम्रो मानव जीवनहरू सबैले विश्वास गर्ने अनि गौतम बुद्धको प्रवचन भनौँ कि उपदेश भनौँ उहाँ गौतम बुद्धले दिएको उपदेशतिर जम्मै दौडिँदैछ त्यस कारणले हामीले मानि नगर्दै होइन अनि क्याम्ड्रो भन्ने जसरी पनि गर्नुपर्छ क्याम्ड्रो नगरे हामीले क्याप्ड्रो भन्ने चाहिँ होइन 3 शरणमा जाने भन्ने होइन 3 जुल्स बुद्ध धर्म सङ्घ 3 जनाको शरणमा जाने किन हो भने अघि हामी जिउको बिमारी हुँदाखेरि डक्टरबाट गयो डक्टरले दिएको दबाई खायो दबाई लियो लिने पनि सल्लाह बिहान बेलुका दिउँसो कसरी खानुपर्छ हामीले सल्लाह लियो अनि हामी उतै कहिले नर्ससँग हामी सल्लाह लिनुपर्छ होइन जहिले पनि डक्टर त्यही जस्तो हामीले मनको दुःख पीडा हराउनुलाई पनि हामीले बुद्ध उहाँको प्रवचन अनि त्यही प्रवचनलाई पालन गर्ने गिन्ती कुन्छो होइन सङ्घ हो त्यही जस्तो हामीले फलो गर्नुपर्छ त्यस कारणले हामीले बुद्धिस्ट प्योर क्लियर बुद्धिस्ट बन्ने हो भने हामीले बुद्ध धर्म सङ्घ 3 जनालाई 3 जुल्स हामीले सङ्घ शरणमा जानुपर्छ शरणमा जाँदाखेरि कसो गरी जाने हो भने आफै चाहिँ बिमारी हो सोच्ने तर पनि तपाईँहरू त्यो नसोच्नु म त अहिले एकदमै तकडा छु जे पनि गर्नु सोच्छ म बिमारी हो भने त त्यो त नराम्रो लोदर लाग्छ त्यो नसोच्ने हामीले हाम्रो यो जीवन केही पनि होइन आज छ भोलि छैन भोलि छ पर्सि छैन होइन तर पनि हामीले बुद्धिस्टमा विश्वास राख्यो भने हामीले पहिलो जन्म यो जन्म पछिल्लो जन्म भन्ने चाहिँ एकदमै विश्वास गर्नुपर्छ कि बुद्धिस्टमा विश्वास नगर्ने हो विश्वास गरेपछि गौतम बुद्धले आफैले एक्सपिरियन्स गरेर आफैले ज्ञान प्राप्त गरेर आफ्नो चेलाहरूलाई संसारको विश्वास गर्ने चेलाहरूलाई दिएको त हामीले विश्वास गर्नुपर्छ त्यस कारणले गौतम बुद्धले हामी अर्को धर्म जस्तो नभएर अर्को धर्मलाई मैले नराम्रो भनेको होइन धर्महरू आफ्नो देवताले अनि दया माया भन्ने चाहिँ एकदमै महत्त्वपूर्ण मान्छेलाई दुःख नदेऊ करुणा गर होइन अनि माया गर भनेर जम्मैले भन्छ हाम्रो त्यसको माथि के छ हामीले धर्म गर्ने चाहिँ यही जीवनको लागि मात्र होइन हामीले अहिले राम्रो गर्यो भने पछिल्लो जन्ममा राम्रो हुन्छ पहिलो राम्रो गरेको कारणले अहिले यहाँ हामी मान्छेको जीवन लियो खाना सुख बस्न राम्रो होइन जम्मै हामीले पाइरहेको छ त्यस कारणले हामीले धर्म गर्ने चाहिँ यो जीवनमा सुख होस् त्यसको लागि मात्र होइन हामीले पछिल्लो जन्ममा त्यस कारण हाम्रो मन शान्ति राख्नु चाहिँ एकदमै महत्त्वपूर्ण त्यस कारण त्यही भावना लिएर
आफै चाहिँ बिमारी हो सोच्ने होइन बिमारी के हो बिमारी हो भने हामीलाई जिउको बिमारी हुन्छ मनको बिमारी हुन्छ त्योभन्दा महत्त्वपूर्ण मनको बिमारी हटाउनको लागि म बुद्धको शरणमा जाँदैछु बुद्धले सल्लाह लिँदैछु म आफ्नो जिउको दुख बिमार हटाउनको लागि डाक्टरसँग सल्लाह लिन्छ होइन त्यही जस्तो म बुद्धसँग सल्लाह लिँदैछु जुन बुद्धले कसैको दुःख कसरी हटायो गौतम बुद्ध एउटा राजाको छोरा हो उसले घर परिवार राज दरबार जम्मै छोडेर किन उहाँले तपस्या गर्नु गयो त्यो सोच्नुपर्छ हामीले त्यस कारणले संसारको जति धन सम्पत्ति भयो भने मनलाई सुख शान्ति नभएको कारणले मनको शान्ति लिने चाहिँ एउटा उहाँले नयाँ बाटो खोलाएको कारण उहाँले बुद्धको ज्ञान प्राप्त गर्नुभयो त्यसको लागि हामीले संसारमा शान्ति फैलाउने चाहिँ गौतम बुद्धले जुन दिएको उपदेशबाट हामीले अघि लाग्यो भने संसारमा शान्ति फैलिन्छ संसारमा शान्ति फैलन नसके पनि आफ्नो मनलाई शान्ति राख्न सकिन्छ त्यस कारणले हामीले जहिले पनि पाठ पूजा गर्दाखेरि बुद्धम शरणम गच्छामि धर्मम शरणम गच्छामि सङ्घम शरणम गच्छामि त्यो सोच्दाखेरि ओ बुद्ध चाहिँ मेरो मन शान्ति राख्ने र सुख राख्ने हो डक्टर हो सोच्ने होइन उहाँले दिएको टिचिङ चाहिँ दबाई हो सोच्ने दबाई कसरी खाने हो त्यो सोच्ने होइन अनि त्यो टिचिङ सुनेर ज्ञान प्राप्त गर्नेमा धेरै थरीको ज्ञान प्राप्त गर्ने मान्छे छ त्यसलाई हामीले के भन्छ सङ्घ भन्छ टिबेटनबाट गिन्दिन कुन्छोक भन्छ गिन्दिन कुन्छोक थाहा भन्नुभयो हाम्रो बुद्धजी डक्टर एकदमै फेमस डक्टर उहाँले दिएको प्रवचन चाहिँ दबाई सोच्ने अनि त्यो दबाई खाएर हामीलाई हेल्प गर्ने चाहिँ को हो भने आफ्नो साथीभाइ जुन मान्छेले हामीलाई नयाँ राम्रो बाटोमा लान्छ होइन जुन मान्छेले हामीलाई धर्मको बारेमा लान्छ जुन मान्छेले हामीलाई सल्लाह सुझाव राम्रो दिन्छ त्यो हाम्रो एउटा नर्स जस्तो हो किनभने मनलाई शान्ति दिन्छ नि त्यसकारण हामीले पाठ पूजा गर्दाखेरि म एउटा मनको बिमारी भएको एउटा मान्छे हो म बुद्धको शरणमा जान्छु बुद्धलाई सल्लाह लिन्छु अनि बुद्धले जुन के को बिमारी छ मनमा हामीले जिउको बिमारी धेरै थरीको बिमारी छ न त्यो हामीले डक्टरले सल्लाह लिएर हामीले दबाई लिनुपर्ने त्यही जस्तो मनको पियो भने धेरै छ रिस राग जालेस मान्छेलाई मुख छाड्ने अनि सबभन्दा नराम्रो रिसले गर्दाखेरि आफू नराम्रो आफ्नो परिवारलाई नराम्रो हुने संसारलाई नराम्रो हुने रिसले गर्दाखेरि आफूले जति मिठो खाना पनि मिठो नहुने त्यही जस्तो हाम्रो अब धेरै थरीको बिमारी छ ओ त्यही अनुसारको बिमारीको अनुसार हामीले गौतम बुद्धले के भन्छ 84 तरिकाको प्रवचन दिएको छ 84 तरिकाको प्रवचन किन दिनुभयो हाम्रो क्लासेहरूलाई पनि 84 तरिकाको क्लास छ भन्छ थाहा भन्नुभयो त्यो 84 चाहिँ हामीले गन्ती गर्यो भने 3 मा गन्ती गर्छ द्वेषा सेदान तिमो भन्छ होइन इङ्ग्लिसबाट भन्यो भने एट्याचमेन्ट हेट्रेड अनि इग्नोरेन्स यो 3टाबाट हो हामीलाई दुख बिमार आउने जम्मै यो 3टाले हो त्यो के हो एउटा नराम्रो मन हो एट्याचमेन्ट भन्ने एउटा नराम्रो मन हो हेट्रेड भन्ने एउटा नराम्रो मन हो इग्नोरेन्स भन्ने एउटा नराम्रो मन हो त्यस कारणले हामीलाई राम्रो र नराम्रो मनलाई हामीले यदि कम्पेयर गऱ्यो भने हामीलाई के छ भने के ज्यादा छ भने हामीलाई नराम्रो मन चाहिँ एकदमै ज्यादा धेरै छ त्यसकारण हामीले नराम्रो मनलाई राम्रो मन बनाउनको लागि म बुद्धको शरणमा जानेछु उहाँले दिएको प्रवचनहरू म के भन्छ प्रवचनहरू त्यो सुन्दैछु अनि जुन मलाई प्रवचन सुनेर पालन गर्ने साथीभाइहरू नर्स जस्तो त्यसको सल्लाह लिँदैछु भनेर हामीले सोचेर होइन सोच्ने आफू मात्रै नसोच्ने मलाई शान्ति चाहिएको जस्तो संसारको मान्छे पशु पक्षी प्राणी सास हुने जसलाई पनि शान्ति चाहिन्छ मलाई शान्ति चाहिएको जस्तो संसारको लागि शान्ति चाहिन्छ त्यस कारणले म अनि बुद्ध धर्म सङ्घको शरणमा जाँदछु भनेर सोचेर एउटा मानि मात्रै गऱ्यो भने होइन
सोचाइले नै ओम माने पेमे हुँ भने मात्र सोच्यो भने मनलाई एकदमै शान्ति हुन्छ। जति रिस राख्यो भने एउटा शब्द हैन चेरेसिक अवलोकितेश्वर हैन माया दया र मायाको एउटा देवताको नाम मात्र लिनु पाए भने मनलाई एकदमै शान्ति हुन्छ। त्यसकारणले हामीले शान्ति भन्ने चाहिँ आफ्नो मनलाई सफा राख्ने, मनले पाप धेरै सोच्छ, धर्म सोच्नु एकदमै कम्ती छ हैन। पाप किन धेरै सोच्छ? पहिलो जन्मदेखि हामीले पाप गरेर हामीले त्यसमा एकदमै युज टु भइरहेको छ। धर्म किन थोरै सोच्छ? धर्ममा धेरै थोरै सोच्ने पहिले जमानामा धर्म भन्नेलाई विश्वास नगर्यो हैन। यो मेरो मान्छे हो, ऊ मेरो मान्छे हो, यो मलाई राम्रो चाहिन्छ, यो मलाई चाहिँदैन, यो उसलाई नराम्रो उसलाई दियो, राम्रो मलाई दियो भन्ने आफू मलाई मेरो 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 मात्रै भनेर हामी अहिलेसम्म यहीँ बसिरहेको। बुद्धले किन ज्ञान प्राप्त गर्यो? उहाँले के गर्यो भने आफूभन्दा अरू ठुलो सोच्यो हैन। आफूभन्दा अरूलाई रिस्पेक्ट गर्यो। आफू राम्रो ठाउँमा छ भने राम्रो, अर्को नराम्रो ठाउँमा छ भने आफू राम्रो ठाउँ चाहिँ मान्छेलाई दिएर अर्को नराम्रो ठाउँ चाहिँ आफू बस्ने। त्यसकारणले हामीले बुद्धिस्टको बाटो मात्र नहेरेर अहिले हामीले जेनरलको रूपमा हेऱ्यो भने हैन, संसारको अहिले हामी खाने पाने बस्ने लाउने जाने उड्ने चलाउने जे पनि अरूमाथि भर परेको छ, अरूमाथि भरोसा गरिरहेको छ। त्यसकारणले हामीले जहिले पनि के सोच्नुपर्छ भने एउटा इगो भन्नेलाई जहिले पनि तल राख्ने, जहिले पनि के भन्छ अब इङ्ग्लिसबाट भने डाउन टु अर्थ, जहिले पनि बलात्मी एकदम सोझो गर्ने। सोझो गर भन्दाखेरि फेरि टाउकोमा लट्ठी हान्दा भने थापेर बस भनेको होइन। रिस्पेक्ट गर्ने, मनले रिस्पेक्ट गर्ने, मनले सोचेको जस्तो आफूले जिउले गर्न सक्दै सक्दैन त्यो पनि आफूले हेर्ने। त्यसकारणले हामीले दिनको गौतम बुद्धको प्रवचनको उपदेशको बारेमा सुन्यो भने हामीले जे गऱ्यो भने गौतम बुद्धले भनेको जस्तो बाटोमा हामी गएको छैन। त्यो गयो भने गौतम बुद्धलाई फाइदा हुने हो कि हामीलाई फाइदा हुने त्यो सोच्ने। नगयो भने गौतम बुद्धलाई घाटा हुने, हामीलाई घाटा हुने त्यो सोच्ने। गौतम बुद्धलाई फाइदा र घाटा एउटा हुँदैन, घाटा हामीलाई हुन्छ, फाइदा हामीलाई हुन्छ। त्यसकारणले बुद्ध धर्मसँग तिनवटाको शरणमा जानुलाई के सोच्नुपर्छ भने म बुद्धको यदि मैले अघि उदाहरण दिएको जस्तो म डक्टर भर्नुमा गएन म मर्नु सक्छ भन्ने एउटा डर हुन्छ। डर गर्दाखेरि अहिले कोरोना भाइरसले गर्दा मान्छे जम्मै रुगाखुगी लाग्यो, मलाई कोरोना भाइरस लाग्यो होला सोच्छ। ज्वरो आयो भने मलाई कोरोना भाइरस लाग्यो होला भन्छ। अलिकति डायरिया भयो भने मलाई कोरोना भाइरस लाग्यो भने एकदमै डर गरेर जान्छ नि। त्यो किन हो? मर्छ कि भन्ने डरले। त्यसकारणले हामीले बुद्धको शरणमा जानु एउटा डर हुन्छ। म मरेर नर्कमा जान्छ, स्वर्गमा जान्छ, मैले पाप मात्र गरेर म नर्कमा जानु सक्छ भन्ने त्यो डर एउटा हुन्छ। यदि बुद्धको शरणमा गयो भने बुद्धले हामीलाई साथी मद्दत गर्छ गर्दैन भन्ने एउटा सोचाइ हुन्छ। त्यसमा के भन्छ, बुद्धले मद्दत गर्नु सक्छ, ऊ त एकदमै फेमस हो, किनभने उहाँ जम्मै यो संसारको दुःख कटेर आएको एउटा हाम्रो साइन्टिस्ट डक्टर जस्तो हो। त्यसकारणले उहाँलाई मैले विश्वास गरेँ भने हामीले जसो गऱ्यो भने दुःखबाट हटिन सक्छ भन्ने एउटा विश्वास र डर गरेर हामीले अनि बुद्ध धर्मसँग प्रदान गऱ्यो भने अनि हामी बुद्धिस्ट भन्ने चाहिँ पक्का हुन्छ भन्ने आज म यति भन्न चाहन्छु। अनि पछि पनि भनौँला। धन्यवाद, थ्याङ्क यू। अनि पछिल्लो समयमा भेटौँला।